ल फेरि पनि सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा। र बिहानको समयमा चाहिँ म उठेर मुखसुख धोएर रेडी भएर अनि एउटा एनर्जीको लागि एउटा केरा पनि मैले खाइसकेको छु र रुममा चाबी लगाएर म चाहिँ कोठाभन्दा बाहिर निस्केर यसरी तपाईँहरूलाई बाहिरको नजारा देखाउनको लागि निस्किसकेको थिएँ। र यहाँ चाहिँ हाम्रो रुकुन्दै बुटोलको बिहानीको मौसमको अवस्था यस्तो देखिन्छ। त्यसपछि मैले चाहिँ आफ्नो ट्र्याक सुट र जुत्ता लगाइसकेको थिएँ र बाइकको चाबी पनि लिइसकेको थिएँ। अनि मलाई चाहिँ जानु थियो हाम्रो एफआरटिसी अनि फरेस्ट रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा। अनि त्यहाँ म पुगेपछि तपाईँलाई देखाउँछु। र यसरी म पुगिसके पश्चात हामीहरू चाहिँ बिस्तारै बिस्तारै आउँदै थियौँ। केही साथीहरू आउँदै हुनुहुन्थ्यो। हामी चाहिँ बाइकमा अलिक छिटो नै पुगिसकेका थियौँ र दुई चारजना गर्दै साथीहरू चाहिँ मिलेर वार्मअप गर्दै हुनुहुन्थ्यो। अनि हामी पनि केही खुट्टा सुट्टा तन्काएर होइन बसिरहेको थियौँ हल्का फुल्का। अनि साथीहरू चाहिँ आउँदै हुनुहुन्थ्यो हाम्रो चाहिँ। अनि गुरुबा आउन बाँकी नै हुनुहुन्थ्यो हाम्रो हामीलाई शारीरिक क्लास दिने हाम्रो कमान्डर साहब। अनि उहाँ आइसके पश्चात हामी चाहिँ यसरी दौड्न गएको थियौँ मर्निङ वाक। र त्यहाँ जाँदै गर्दा हाम्रो चाहिँ बुटोलमा एउटा क्रिकेट एकाडेमी रहेछ। त्यहाँ चाहिँ सानो भाइ बहिनीहरू चाहिँ क्रिकेट सानैदेखि नै स्किल डेभलपमेन्टमा लागिरहेका थिए। र हामी चाहिँ जङ्गलमा यसरी यो चाहिँ भाइरल रोड भनेर चिन्छ। यहाँ चाहिँ साँझ पख यस्तो कडा होइन स्टन्ट गर्ने बाइक स्टन्ट अब हुन्छ नि होइन, ती केटाहरू चाहिँ आएर खतरा स्टन्ट गरेर भिडियो भाइरल गराएर हुन्छ नि, यहाँ भिडियो सिडियो सुट गरेर आउँछन्। अनि त्यसै क्रममा दौड्ने क्रममा केटाहरूलाई चाहिँ जोस आएछ है। अब पहिले दौडेर पास गरेर आउनुभएको साथीहरू चाहिँ जोसेर चाहिँ ल हामी चाहिँ कम्पिटिसन गर्नुपर्छ भनेर चाहिँ कम्पिटिसन गर्न लाग्नु भएको थियो। तर हामी भने बाटो पऱ्यो हेर्नुहोस्, बाटो पऱ्यो। हामी चाहिँ पछाडितिर ओहो यस्तो मतलब कहाँ गर्न सकिन्छ यार, अब दौडेर पास गरेर आइसक्यो फेरि किन कम्पिटिसन गर्ने हो र होइन भनेर चाहिँ हामी चाहिँ लागेनौँ। अनि साथीहरू चाहिँ लाग्नुभयो। हामी चाहिँ त्यही सरको कुराहरू सुन्यौँ। सरले यो उमेरमा जोस हुन्छ यतिको हुनुपर्छ यताउता भनेर थप्दै हुनुहुन्थ्यो हामीलाई चाहिँ के कुरा सिकाउँदै हुनुहुन्थ्यो। म चाहिँ आफ्नै धुनमा थिएँ मस्तले है। हामी साथीहरू दुई चारजना छौँ छट्टु खालको है, हाई हल्लाउने पनि हात हल्लाउने पनि हुनै एउटै ग्रुपको एउटै ग्याङको। अनि यसरी हामी मिठा गफ गर्दै सरको अनुभव सोध्दै हामी चाहिँ अगाडि बढ्यौँ। त्यस पश्चात केटाहरू चाहिँ पुरा जङ्गलभित्र है चिनप हान्ने ठाउँ भेटाइहाल्दैछन् साथीहरूले। अनि म पनि गएर ल हानिदिउँ न त देखाइदिउँ केटाहरूलाई मेरो जोस भनेर चाहिँ म पनि लागेँ। त्यसपछि साथीहरूले चाहिँ हान्दै थिए है। अनि ठ्याक्क मलाई पनि जोस आयो। फेरि साथीलाई क्यामेरा दिएर मोबाइल दिएर ल म पनि हान्छु नि त भनेर चाहिँ मैले पनि हान्ने लागेको है। यो चाहिँ कटेर आएको छ। मैले चाहिँ चिनप 12 हानेको थिएँ है। पहिला चाहिँ अलिक बढी हान्थेँ, आजभोलि घटेछ 12 हानेको थिएँ। हात चाहिँ एकदम दुख्दो रहेछ। ओहो धेरै पछि हान्दाखेरि हात दुख्दो रहेछ। लगभग 8-9 महिना 11-12 महिना भयो भनौँ नहानेको है चिनप। अरू चाहिँ मैले गरिरहन्थेँ, चिनप चाहिँ हान्थिनँ। एकदम गाह्रो भयो हात देखेर एकछिन त फोका आउला जस्तो भएको थियो। देख्न सक्नुहुन्छ मेरो अवस्था, अनुहारको अवस्था पनि कस्तो भएको। अनि त्यहाँदेखि हामी निस्केर चाहिँ अगाडि बढ्यौँ। पछि हामी त्यहाँनिर रनिङ गर्न आएको थियौँ। अरू साथीहरू पनि हुनुहुन्थ्यो रनिङ गर्न। अनि यसरी तपाईँले हामीलाई देख्न सक्नुहुन्छ त्यो सालको वनमा हामी सँगसँगै अरू साथीहरू पनि हुन्थ्यो। हाम्रो आर्मी टोलीहरू पनि हुन्थ्यो। आर्मी टोलीहरू चाहिँ त्यहाँ अग्निरेखा निर्माण गरेको अग्निरेखा सरसफाइमा आउनुभएको थियो। उहाँहरू चाहिँ आफ्नो काम गर्नुभएको थियो। हामी चाहिँ टोली 2 लाइन बनेर यसरी हाम्रो ट्रेनिङ सेन्टरतर्फ हामी बढिसकेका थियौँ। अनि सरसँग मिठा गफ गर्दै पछि गएर अनि त्यहाँ चाहिँ जङ्गलको बाटो भएर जानुपर्छ। हामी चाहिँ एकदमै शान्त वातावरणमा शीतल मौसम बिहानको समयमा हावा चलिरहेको थियो। अनि फाइनली हामी पुगिसकेपछि कोही साथीहरू बस्नु भएको थियो, कोहीलाई चाहिँ गर्मी भएर है तन्किराख्नु भएको थियो। अनि उहाँ दुईजना चाहिँ जडीबुटी भेटाउनु भएको जस्तो गरेर कुरा गरिराख्नु भएको थियो। मलाई चाहिँ थकाएर आएर म चाहिँ यता आएर हल्लिरहेको थिएँ यसरी। अनि त्यस पश्चात हामी चाहिँ अनि बास्केटबलको त्यो भनौँ न बास्केट गर्ने उसलाई चाहिँ छुने प्रयास गरिराख्नु भएको थियो हाम्रो साथीहरूले। त्यसलाई चाहिँ मैले पनि छुन सकेको थिएँ। तर मेरो चाहिँ भिडियो छैन। र हामी लाइनमा यसरी सरले हामीलाई मिलाउनु भयो र हामीले अन्तिममा फोटो सेसन पनि गऱ्यौँ। र हाम्रो फिजिकलको अन्तिम दिन थियो। र यस भिडियोमा यति नै हुन्छ। बाई बाई।